हेलो गाइजहरु, हामी चाहिँ यो पाथिभरा माताको दर्शन गर्न जाँदै एकदम हेर्नुस् यस्तो हिँड्या छ कि छोड्दिनुस्। हामी अहिले भेडा हामी अहिले लगभग 800 मिटर हिँड्यो। बहुत गाह्रो। अझै हेर्नुस् 4-5 किलोमिटर हिँड्नु पर्ने छ। भर्खर 800 किलोमिटर हिँड्दाखेरि थाकिसक्यो। भर्खर सुरु गरे हो। आजको बसाइ ठुलो फेदी भन्ने ठाउँमा हुन्छ। ठुलो फेदी 2 किलोमिटरमा हामी अहिले 800 मिटर हिँड्यौँ। अझै 1200 मिटर हिँड्न बाँकी छ आजको यात्रा। त्यहाँबाट भोलि फेरि बाँकी 3 किलोमिटर 4 किलोमिटर भोलि हिँड्नेछौँ। बुढाबुढी छौँ हामी। कस्तो लागिरहेछ बुढी? रमाइलो लागिरहेछ। गाह्रो कतिको भएको छ? अलिअलि सहनु पर्यो। पाथिभरा माताले बोलाउनु भएको छ। अलिअलि कष्ट त गर्न पर्यो नि। ल अब अहिले एकछिनपछि भेटौँ ल।